स्वस्थ कलेजो स्वस्थ जीवन। आज हामी जान्नेछौं लिभर स्वस्थ राख्ने प्राकृतिक उपायहरू, लक्षणहरू र एक साप्ताहिक डाइट प्लान। 1. हेल्थी लाइफस्टाइल। स्वस्थ खानपान अपनाउनुहोस्। हरियो साग सब्जी, फलफूल, दाल, गेडागुडी खानुहोस्। धेरै तेल, बोसो र जङ्क फुड कम गर्नुहोस्। प्रशस्त पानी पिउनुहोस्। 2. एभोइड अल्कोहल। मदिरा, अल्कोहलबाट टाढा रहनुहोस्। धेरै मदिरा सेवनले लिभरमा गम्भीर क्षति पुर्याउँछ। 3. एक्सरसाइज। नियमित व्यायाम गर्नुहोस्। दैनिक 30 मिनेट हिँडडुल वा हल्का व्यायाम गर्नुहोस्। यसले तौल नियन्त्रणमा राख्न मद्दत गर्छ। 4. मेडिसिन अवेयरनेस। औषधि सावधानीपूर्वक प्रयोग गर्नुहोस्। बिना डाक्टर सल्लाह औषधि नखानुहोस्। धेरै औषधिले लिभरमा असर गर्न सक्छ। 5. हाइजिन। सफा र सुरक्षित खाना खानुहोस्। दूषित पानी र खानाबाट बच्नुहोस्। यसले हेपाटाइटिस जस्ता रोगबाट जोगाउँछ। 6. नो स्मोकिङ। धूम्रपान नगर्नुहोस्। यसले सम्पूर्ण स्वास्थ्यमा नकारात्मक असर पार्छ। 7. सिम्पटम्स। लिभर रोगका लक्षणहरू। सुरुवाती थकान, भोक नलाग्नु, वाकवाकी। सामान्य पेट दुख्ने, पिसाब गाह्रा, छाला चिलाउने। गम्भीर आँखा पहेँलो हुने, जान्डाइस, खुट्टा सुन्निने, रगत बग्ने। 8. 7 डे डाइट प्लान। दिन 1. बिहान मनतातो पानी, कागती, ओट्स वा दलिया। दिउँसो भात, दाल, हरियो साग, सलाद। बेलुका हल्का रोटी, तरकारी, सुप। दिन 2. बिहान हरियो चिया, फलफूल, स्याउ, केरा। दिउँसो ब्राउन राइस, दाल, ब्रोकोली, फूलगोभी। बेलुका रोटी, गाजर, भिन्डी, तरकारी। दिन 3. बिहान मनतातो पानी, मह, थोरै कागती। दिउँसो भात, मिक्स दाल, पालुङ्गो। बेलुका सुप, सलाद, 1-2 रोटी। दिन 4. बिहान ओट्स, सुक्खा फल, ओखर, बदाम। दिउँसो ब्राउन राइस, दाल, तरकारी। बेलुका माछा, ग्रिल, उमालेको साग। दिन 5. बिहान हरियो चिया, फलफूल। दिउँसो भात, दाल, गाजर, चुकन्दर, सलाद। बेलुका रोटी, तरकारी, दही। दिन 6. बिहान कागती पानी, उबालेको अन्डा। दिउँसो ब्राउन राइस, दाल, साग। बेलुका हल्का सुप, सलाद। दिन 7. बिहान फलफूल, हरियो चिया। दिउँसो भात, दाल, मिक्स तरकारी। बेलुका रोटी, तरकारी, दही। अतिरिक्त सुझाव। दैनिक 2-3 लिटर पानी पिउनुहोस्। जङ्क फुड, धेरै तेलिलो र चिल्लो खाना कम गर्नुहोस्। मदिरा सेवन नगर्नुहोस्। नियमित हिँडडुल, व्यायाम गर्नुहोस्। हेपाटाइटिसबाट बच्न सफा खाना र पानी प्रयोग गर्नुहोस्। आजैबाट सुरु गरौँ स्वस्थ बानी, स्वस्थ कलेजो। लाइक, शेयर र फलो गर्न नभुल्नुहोस्। हेल्थी लाइफ र हेल्थी लाइफ। धन्यवाद।